ताजा अनलाइन खबरलाई हेरेर बसिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा म जैन मगरको तर्फबाट यहाँहरू सबैलाई चाहिँ एकमुष्ट रूपमा नमस्कार टक्राउन चाहन्छु। सबै माझमा नमस्कार। र सम्पूर्ण दर्शक महानुभावहरू, दर्शकवृन्दहरू, आज विशेष गरी यहाँहरूलाई चाहिँ नि एउटा नेपालमा भइरहेको जुन एउटा नस्ल छ, नस्ल मङ्गोल नस्ल र आर्य नस्ल, मङ्गोल नस्ल र आर्य नस्लको बिचमा धेरै लामो समयको अध्ययन पश्चात चाहिँ डाक्टर गोपाल गुरुङले चाहिँ यहाँनिर भइरहेको यो नेपालमा भइरहेको विशेष मेन रोग, मुख्य समस्या, यो देश विकास हुनको लागि चाहिँ जुन एउटा चाहिँ प्रगतिमा लाग्नुपर्ने हो त्यो नभइरहेको अवस्थाहरू र यहाँका बढी जस्तो चाहिँ जनताहरू चाहिँ भोका निमुखा भएर बाँचिरहनु परेका अवस्थाहरू र चाहिँ विभिन्न राजनीतिक पावरदेखि पनि बाहिर भइरहेको अवस्थाहरूको विषयवस्तुहरूमा चाहिँ नि अध्ययन गरिरहँदाखेरि वास्तवमा यो चाहिँ किन यस्तो भइरहेको रहेछ भनेर अध्ययन गरिराख्दाखेरि उहाँले अध्ययनको सिलसिलामा चाहिँ वास्तवमा यो देशमा चाहिँ दुई खालका नस्लहरू छन्। जुन दुई खालको नस्लहरूमा एउटा मङ्गोल नस्ल, जो मङ्गोल नस्ल चाहिँ वास्तवमा यहीँनिर यही भूमिले चाहिँ नि जन्माएका सन्तानहरू अर्थात् चाहिँ त्यो नस्लहरू र चाहिँ यो नस्ललाई जस्तो मङ्गोल वर्णका अर्थात् चाहिँ मङ्गोल नस्लका हैन व्यक्तिहरूलाई चाहिँ नि यहाँनिर मूलवासी भन्नुपर्ने र मूलवासी हो भन्ने कुरा र त्यस्तै गरिकन चाहिँ यहाँका चाहिँ भूमिपुत्रहरू यहीँको माटोले जन्माएका हैन, त्यसलाई चाहिँ यहीँका भूमिपुत्रहरू। तर यहाँनिर फेरि मङ्गोल नस्ललाई चाहिँ नि विशेष कालखण्डमा जित गरिसकेपछि विशेष कालखण्डबाट अहिलेको 2081 सम्ममा शासन गर्दै आइरहेका चाहिँ आर्य शासकहरू छन् र आर्य शासकहरू भन्नाले नेपालको निमित्त चाहिँ जातिगत रूपमा अथवा समुदायको रूपमा बोल्नु पर्दाखेरि चाहिँ बाहुन क्षेत्रीहरू भनेर चिनिने गरिन्छ र त्यही क्याटेगोरीमा परेका अरू पनि केहीहरू छन्। त्यो चाहिँ लगभग नेपालको संविधानले बनाएको लगभग 10वटा जातिहरू भनेर चाहिँ नि संविधान अनुसारले चिन्न सकिन्छ। तर विशेष गरी आर्य नस्लमा भनेको नेपालको सन्दर्भभित्र चाहिँ कसलाई चिनिन्छ भन्दाखेरि खालि बाहुन क्षेत्रीहरू भन्ने कुराहरू चिनिन्छ। आज त्यही विषयमा चाहिँ लामो समयसम्मको अध्ययन पश्चातै नेपालका डाक्टर गोपाल गुरुङले चाहिँ मङ्गोल भर्सेस आर्य जुन राष्ट्रमा छ र त्यसरी चाहिँ नि बहुसङ्ख्यक मूलवासीहरू चाहिँ मङ्गोल नस्लका हुन् तर मङ्गोल नस्लहरूलाई सधैँभरि दबाएर चाहिँ उनीहरू सधैँभरि राज गरिरहेका छन् भन्ने कुरोको एउटा चाहिँ विषयवस्तु अर्थात् चाहिँ त्यो प्रतिपादन गरे, सिद्धान्त नै प्रतिपादन गरे र त्यो वास्तवमा सत्य पनि हो भन्ने कुराहरू चाहिँ आइसक्यो हैन, अगाडि आइसक्यो। र गोपाल गुरुङले यसरी चाहिँ नि अध्ययन गरिसके पश्चात मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा सङ्गठन चाहिँ उहाँले जेलमा खोल्नुभयो हैन। उहाँलाई पनि जेल चलान गरियो, विशेष गरी केही कुराहरू लेख्दाखेरि उहाँलाई चाहिँ नि पक्रेको हैन, त्यस्तै गरिकन चाहिँ उहाँहरूलाई मार्न खोजेको कुराहरू पनि छन्। हुन त त्यो स्वाभाविक पनि हो, किनभने अर्कोले चाहिँ शासन गरिरहेको स्थानमा अर्को आएर चाहिँ त्यसरी चाहिँ भाँड्न खोज्दाखेरि त्यो शासन उसको हलिने भयो अनि उसले त त्यो त मान्दैन। त्यसैले गर्दाखेरि उसलाई चाहिँ नि एक किसिमको मार्न पनि खोजेका चाहिँ रहेछ। तर पनि उनको पनि अब एकदमै चतुर बुद्धि हैन अथवा चतुर पनि के भन्ने वास्तवमा चाहिँ नि सत्य अध्ययन गरिसकेका व्यक्ति, त्यस कारणले गर्दाखेरि उहाँ चाहिँ एउटा होनहार व्यक्ति हैन, युगका नै पुरुष भइसकेका युग पुरुष डाक्टर गोपाल गुरुङ भनेर भनिन्छ। अब युगले जन्माएको एउटा चाहिँ मङ्गोल नस्लका डाक्टर गोपाल गुरुङ एउटा सन्ततिले चाहिँ त्यो मङ्गोल सिद्धान्त खोलिसकेपछि यहाँहरूलाई मैले विशेष गरी जानकारी दिन खोजेको कुरो नै यही हो कि मङ्गोल नेसनल अर्गनाइजेसन यति राम्रो सिद्धान्त बोकेर अगाडि आएको र डाक्टर गोपाल गुरुङ हुँदाखेरिको कुराहरू त यो नहुन्थ्यो होला। तर डाक्टर गोपाल गुरुङ नभइसकेपछि यसमा आएका उतार चढावहरूको विषयवस्तुलाई लिएर मैले यो कुरोलाई चाहिँ सकारात्मक रूपमा सम्प्रेषण गर्न सकियोस् र त्यसलाई पनि सकारात्मक रूपमा नै सम्पूर्ण चाहिँ नेपालका मूलवासी जनताहरूले अथवा चाहिँ नि नेपालीहरूले चाहिँ त्यसलाई बुझिदिउन् भन्ने सन्दर्भमा मैले एउटा भिडियो बनाउन चाहिँ लागिरहेको र भिडियो बनाइरहेको छु। र वास्तवमा डाक्टर गोपाल गुरुङको मङ्गोल नेसनल अर्गनाइजेसनको कुरामा चाहिँ डाक्टर गोपाल गुरुङ रहँदै पनि किरिङ ग्याक्तेनहरू आदि विभिन्नहरू थिए त्यति बेला
उहाँ हुँदाहुँदै पनि विभिन्न उतार चढावहरू भएको, त्यसलाई मैले चाहिँ नि विभिन्न उतार चढावको विषयवस्तुहरूमा खासै कुरो गर्न चाहिनँ, किनभने उहाँ स्वयं हुनुहुन्थ्यो त्यति बेला। तर त्यस पश्चातका कुराहरूमा, उहाँ नभइसकेपछिको कुराहरूमा चाहिँ भएका उतार चढावहरूलाई चाहिँ मैले जोड्न चाहेको विषयवस्तुहरू हो। र वास्तवमा गोपाल गुरुङले चाहिँ लामो समयसम्म चाहिँ आफ्नो त्याग र तपस्या गरेर, होइन, आफ्नो त्याग गर्दै लगभग चाहिँ उहाँले यसलाई चाहिँ बचाएर ल्याउनु भयो। तर बचाएर ल्याउँदै गर्दा पनि 2071 सालतिर लगभग त्यो समयमा के अरे डाक्टर गोपाल गुरुङज्यूको चाहिँ निधन हुन पुगेको अवस्था हो। र त्यस पश्चातका कुराहरूलाई मैले उजागर गर्न चाहेको अवस्थामा, खण्डमा चाहिँ के हो भने 2071 सालतिर, होइन, जस्तै 71-72 त्यो समयमा चाहिँ नि हाम्रा डाक्टर गोपाल गुरुङज्यूको चाहिँ मृत्यु भइसकेपछि आएका उतार चढावहरू लगभग तपाईँको चाहिँ नि 71 सालपछि उहाँको चाहिँ विभिन्न चाहिँ तपाईँको उहाँलाई चाहिँ नि दफन गर्ने कार्यहरू गरिसकेपछि एकदमै अब, होइन, इज्जतसाथ मलाई चाहिँ नि उहाँका विभिन्न अनुयायीहरूले, होइन, त्यो समर्थकहरूले चाहिँ उहाँलाई दफन गरिसकेपछि त्यस पछाडि त्यो राजनीतिक सङ्गठनमा विभिन्न किसिमका उतार चढावहरू आए। जस्तै त्यति बेला अब के अरे चाहिँ नि त्यति बेला बुद्धलाल मेचेहरू थिए, होइन, त्यस्तै गरिकन चाहिँ नि अब शान्तिलाल धिमालहरू थिए, त्यस्तै गरिकन चाहिँ नि विभिन्न सन्तोष गोले, श्याम थम्सुवाङहरू आदि विभिन्न धेरैजनाको नाम लिएर सम्भव छैन, अब धेरैजना चिने पनि जस केही व्यक्तिहरूको नाम। र त्यस्तै गरिकन अब थमन बुढा मगरहरू पनि पश्चिमबाट चाहिँ जन्मिसकेका थिए। यसरी चाहिँ कुरो आइरहँदाखेरि 2071 साल पश्चात चाहिँ लगभग मूल सचिवमा चाहिँ बिरलाल मूल सचिवमा राख्दै यता तपाईँको चाहिँ नि बुद्धलाल मेचेलाई चाहिँ संस्थापक नभनेर संस्थाको प्रेसिडेन्ट राखेर चाहिँ नि त्यो पार्टी चाहिँ फेरि सुरुवात भएर गयो डाक्टर गोपाल गुरुङको देवासन पछि। तपाईँको चाहिँ नि डाक्टर गोपाल गुरुङको देवासन पछि त्यसरी उहाँहरूले चाहिँ नि यसलाई बचाएर ल्याउनु भयो। ल्याउँदै गर्दाखेरि चाहिँ त्यो जुन एउटा प्रेसिडेन्टभित्र भएका चहल पहल, विभिन्न किसिमका चाहिँ आफ्नो एउटा चाहिँ आदेशहरू चाहिँ आफूभन्दा तलकाहरूले जुन मान्ने त्यो एउटा चाहिँ त्यो प्रेसिडेन्ट पदको चाहिँ लालच लगभग चाहिँ बढ्न थालिसकेको अवस्थाहरू सुरु भएछ हाम्रो चाहिँ प्रेसिडेन्ट चाहिँ बुद्धलाल मेचेलाई। र त्यस पश्चात केही आरोह अवरोहहरू चाहिँ सङ्गठनले पार गर्दै जाँदाखेरि यसरी एउटा समथिङ चाहिँ आपसमा नै एक किसिमको चाहिँ नि मतभेद हुन थाले, होइन। मतभेद हुन थाल्दै गर्दाखेरि चाहिँ अब केही साथीहरूमा सोचे जस्तो कामहरू नहुँदाखेरि अलिक गलत पनि हुन पुग्यो। त्यस कारणले गर्दाखेरि चाहिँ नि 2075 सालसम्ममा आइपुग्दाखेरि चाहिँ लगभग पाण्डुहरू भनेर चाहिँ उहाँहरूले भन्नुहुन्छ। पाण्डुहरूमा चाहिँ लगभग उही बिरलालजीहरू नै पर्नुहुन्छ। र त्यस्तै गरिकन चाहिँ नि तपाईँको जीवन राईहरू, यी 4-5 जनाहरू पर्छन्, सबैको नाम नलिउँ। उनीहरूलाई चाहिँ पाण्डुको रूपमा उनीहरूले एकदमै त्यही मङ्गोल जनताहरू, उनीहरूले पनि धेरैलाई सङ्गठनमा चाहिँ बाँधेर ल्याएका थिए होला। तिनीहरूकै माझमा चाहिँ बुद्धलाल मेचेको टिमहरूले चाहिँ के अरे एकदमै नराम्रो बनाए, होइन। चाहिँ नि उनीहरूलाई चाहिँ यस्तोसम्म बनायो कि चाहिँ नि उनीहरूसँग चाहिँ कुनै फेसबुकमा धरि चाहिँ हो साथी मित्रता नबनाउने, त्यस्तै गरेर उहाँहरूसँग चाहिँ कुनै भेटमा पनि बोल्दै नबोल्नु भन्ने कुराहरू चाहिँ उहाँहरूले बनाउनु भयो। र चाहिँ नबोल्नु भन्ने त पछि एउटा निर्देशनै जारी गरेको देखिन्छ, होइन। त्यो चाहिँ बुद्धलाल मेचे स्वयंले नभएर चाहिँ उनका अरू समर्थकहरूलाई बोल्न लगाएर, उनका दाहिने हातहरूलाई बोल्न लगाएर त्यो कुरो गरेको देखिन्छ।
भनिसकेपछि एउटै मङ्गोल नेसनल अर्गनाइजेसन हाकेर एउटै नस्लका मान्छेहरू चाहिँ त्यसरी बोल्दा बाहिरी रूपमा भेट्दा ओर्दा पनि बोल्न नहुने गरी चाहिँ नि नबोल्नु भन्ने खासको आदेश दिनु भनेको चाहिँ एक किसिमको चाहिँ नेतृत्वपनको वास्तविक नेतृत्व होइन होइन। सीमित क्राइटेरियाहरू हुन्छन् होला र बोल्दै नहुने भन्ने कुराहरू हुँदैन। कतिपयको त मानव जीवन राई चाहिँ आफन्त पनि होला, मानव बिराल दाईहरू चाहिँ नि उनीहरूको आफन्त पनि होला, आफन्तसँग पनि त्यो छुटाउने खालको कुराहरू चाहिँ उहाँहरूको आयो। पाण्डुहरूसँग त बोल्दै नबोल्नु, फेसबुकबाट पनि ब्लक गर्नु भन्ने खालको कुराहरू उनीहरूलाई बेइज्जत गर्दै गर्दै आयो। उनीहरूलाई चाहिँ नि तपाईँको के अरे निकालिएको जस्तो गरियो होइन। त्यस पछाडि चाहिँ नि साधारण सदस्य पनि नरहने गरी भनेर निकालियो भनेर चाहिँ नि गर्यो। र 75 साल समथिङ 75-76को समयको कुरामा लगभग इलाम बजारमा चाहिँ नि महाधिवेशन गर्दै महाधिवेशनमा चाहिँ तपाईँको पुनः फेरि बुद्धलाल मेचे चाहिँ एकदमै लिगलाइज रूपमा, अब त्यति बेला त गोपाल गुरुङ बित्नु भएको समयमा त त्यस्तो हुन सकेन र पनि त्यसरी लग्यो भने पछाडि चाहिँ महाधिवेशन गरिसके पश्चात त एउटा राम्रो प्रक्रिया रूपले अगाडि बढेको भयो। त्यो समयमा पनि बुद्धलाल मेचे प्रेसिडेन्ट रहेरै अगाडि आयो र त्यति बेला चाहिँ फेरि थमन बुढा मगरलाई चाहिँ मूल सचिव राखेर अगाडि ल्यायो। थमन बुढा मगरलाई मूल सचिव राखेर अगाडि ल्याइरहँदाखेरि लगभग 76, 77, 78 यस्तै समथिङ 2-3 सालको समयहरू लगभग राम्रै बितिरहेको कुराहरू हो के अरे होइन। 75-76मा त्यो भयो भनेपछि 77, 78, 79 होइन, यो समयमा राम्रै चल्दै आइसके पनि फेरि अबको अर्को अधिवेशन आउने बेला भयो। लगभग 5 वर्षको अवधिमा चाहिँ नि एकचोटि त महाधिवेशन त हुन्छ। त्यो समय आउँदै गर्दाखेरि फेरि अब चाहिँ बुद्धलाल मेचे अघि मैले भनिसकेँ लालचमा चाहिँ एउटा पदीय हिसाबको लालचमा फसिसकेको। त्यसले गर्दाखेरि लालचको कारणले गर्दाखेरि उनले थमन बुढा मगरलाई पनि नराम्रो देख्न थालेको अवस्था, अर्थात् आफ्नै मूल सचिवलाई फेरि नराम्रो देख्न थालेको अवस्था। पहिलो चरणमा उहाँले चाहिँ 5 जना पाण्डुहरूलाई फ्याले। दोस्रो चरणमा फेरि चाहिँ तपाईँको थमन बुढा मगर मूल सचिवहरूलाई पनि फ्याल्ने उसमा लाग्यो र आफू स्वयं चाहिँ तपाईँको गुटबन्दी गर्न थाले। मङ्गोल नेसनल अर्गनाइजेसनको ऐनमा विधानमा चाहिँ गुटबन्दी गर्न नहुने भन्ने कुराहरू छ, तर स्वयं आफू बुद्धलाल मेचे प्रेसिडेन्ट हुँदै गर्दाखेरि स्वयं आफैले चाहिँ गुटबन्दी गरेर सुरु गर्यो। भनिसकेपछि यो तपाईँको स्वयंले नै गलत गर्न थालिसक्यो। जुन प्रेसिडेन्ट भन्ने व्यक्ति हो उसैले चाहिँ नि गलत गर्न थाल्यो। अब तपाईँको चाहिँ नि यसरी आफैले गुटबन्दी गरेर त्यस पछाडि चाहिँ थमन बुढा मगर जो मूल सचिव हो आफ्नै सचिवलाई चाहिँ विभिन्न किसिमका चाहिँ लगाउन थाले होइन, विभिन्न किसिमका आरोपहरू लगाउन थाले। यस्तो आरोपहरू लगाइयो कि जसले गर्दाखेरि तपाईँको चाहिँ नि उनीहरूमा तिक्तता अर्थात् दूरी बढ्न थाल्यो र चाहिँ व्यक्तिगत लाइफका व्यक्तिगत कुराहरू चाहिँ राजनीतिक जीवनमा ल्याएर चाहिँ नि आफ्ना जनताहरूसँग चाहिँ सुनाउन थाल्नु होइन। र त्यसमा चाहिँ जनताहरूलाई त्योबाट चाहिँ साँच्चीकै थमन बुढा मगर नराम्रो भन्ने खालको कुराहरू देखाउन थाल्नु। व्यक्तिगत जीवनीलाई लिएर चाहिँ तपाईँको यता राजनीतिक उसमा चाहिँ हाल्न नमिल्ने कुराहरू हो। तर अब त्यसरी राजनीतिक रूपमा चाहिँ अगाडि हालिसकेपछि होइन, राजनीतिक रूपमा चाहिँ त्यो व्यक्तिगत घटनाहरू चाहिँ यता हालिसकेपछि त्यो त यदि चाहिँ थमन बुढा मगरज्यूले चाहन्थ्यो भने होइन मङ्गोल नेसनल MNO भित्रकै चाहिँ प्रेसिडेन्टलाई मेरो व्यक्तिगत रूपमा चाहिँ हानि बेइज्जत गर्यो होइन, बेइज्जत गर्यो यस्तो कुराहरू ल्याएर चाहिँ अगाडि आयो भने अदालत धाउने हो भने त्यो एउटा मुद्दा नै पर्न सक्थ्यो। तर थमन बुढा मगर चाहिँ मगरका छोरा सकेसम्म सहजिलै हुन्छन्, सोझै हुन्छन्, सिधै हुन्छन्। त्यसैले त्यो कुराहरूलाई उसले बुझिरहेको भए पनि बाढको रूपमा आफ्नो मुटुमा हानिएको भए तापनि मङ्गोल नेसनल अर्गनाइजेसन अगाडि 10औं वर्षदेखि चाहिँ नि तपाईँको त्यसरी जोगाउँदै ल्याइरहेको अवस्था भए तापनि उहाँले चाहिँ बुद्धलाल मेचेप्रति कुनै रिस राग नगरिकन होइन, ठिकै हो आफ्नो आफ्नो बुद्धि हो, जसले जस्तो चाहिँ सक्छ उस्तै गर्ने हो, उसको बुद्धिमा त्यस्तै थियो उसले त्यही गर्न सक्यो, मलाई उसप्रति कुनै पनि रिस राग छैन, के अरे चाहिँ उहाँप्रति त्यो गुनासो राख्नु पनि छैन। उहाँले मङ्गोल नेसनल अर्गनाइजेसन आफै मात्रै रहेर चाहिँ नि चलाउनको लागि सोच गर्नुभएको हो। उहाँले चाहिँ चलाउनु, मलाई त्यसमा कुनै उ छैन, म बरु त्यहाँबाट हटिदिन्छु
सङ्गठनबाट हटिदिन्छु भन्ने कुराहरू चाहिँ उहाँले बुझिसकेपछि र त्यो कुरो सोचिसकेपछि उनले चाहिँ नि लगभग 79-80तिरको समयमा होइन, अथवा 79 नै नभए पनि 80-81 भित्रको समयमै, सम्भवतः 80मै के अरे उहाँले चाहिँ महाधिवेशनको समयको मिटिङ बस्नुभन्दा पनि अगाडि नै उहाँले चाहिँ आफ्नो स्वइच्छाको राजीनामा पेश गर्नुभयो र राजीनामा पेश गर्दा पनि तपाईँको उहाँसँगै अरू पनि साथीहरूले, असन्तुष्ट पक्षहरूले, जुन चाहिँ खराबहरू उहाँलाई बोल्यो, असन्तुष्ट पक्षहरूले चाहिँ उहाँलाई स्वैच्छिक राजीनामा दिनुभयो र फेरि तपाईँको चाहिँ 5 सालमा गर्नुपर्ने महाधिवेशनको समय बढेर निकै पछाडि धकेलिसकेको थियो। धकेलिसक्दासम्ममा महाधिवेशन कुनै मिटिङ पनि नगरिरहेको अवस्था। यता थमन बुढा मगरले चाहिँ बुझिसकेको थियो कि बुद्धलाल दाइले चाहिँ गुटबन्दी गरिसकेको छ। ल गुटबन्दी गर्दा पनि बुद्धलाल दाइले कम्तीमा चाहिँ नि तपाईँको 31 जना चाहिँ केन्द्रीय सदस्यहरू आफ्नो बहसमा पारिसकेको थियो। त्यस पछाडि त उसले बहुमतले जित्छु भन्ने कुरो लागिरहेको थियो। त्यस पश्चात मात्रै उहाँले चाहिँ एउटा मिटिङ राखेको। मिटिङ तपाईँको सुरज फोम्बोको उहाँ मोरङको ठाउँमा लगेर चाहिँ उहाँले मिटिङ राख्नुभयो र त्यो मिटिङबाट चाहिँ उहाँलाई बहिर्याउने कुरा चाहिँ पूर्ण रूपमा चाहिँ थमन बुढा मगरले बुझिसकेको थियो। मेरो कुनै पनि कुराहरू अब सुनिनेवाला छैन भन्ने कुरोहरू उहाँले स्पष्ट बुझिसक्यो। किनभने थमन बुढा मगर त लगभग पढे लेखेका मान्छे, डक्टरेट गरेका मान्छे हो। त्यो सामान्य कुरोहरू त बुझिहाल्छ। कस्तो कस्तो कुरोहरूलाई पार गरेर आइसकेका मान्छे, त्यो चाहिँ अब कुराहरू त आफ्नै सङ्गठनभित्र कुरो त जानिहाल्छ। त्यस पश्चात उहाँले चाहिँ नि फेरि एउटा निश्चित समयलाई पर्खेर महाधिवेशनको मिटिङ हुनुभन्दा चाहिँ 4-5 दिन अगाडि नै उहाँले चाहिँ ठ्याक्कै आफ्नो स्वैच्छिक पत्र चाहिँ हाल्नुभयो। स्वैच्छिक राजीनामा पत्र उहाँले पेश गरिसकेपछि उहाँ त स्वेच्छाले, अब राजीनामा पत्रै पेश गरेको स्वेच्छाले भनिसकेपछि त उहाँ त स्वतः त्यो म एमएनओ भन्ने सङ्गठनबाट चाहिँ निस्केको भयो, मङ्गलेस अर्गनाइजेसन सङ्गठनबाट निस्केको भयो। तर त्यति निस्किसकेपछि 4-5 दिन पश्चात चाहिँ मोरङमा बसेको उनीहरूको मङ्गल नेसनल अर्गनाइजेसनको चाहिँ केन्द्रीय मिटिङ, जसले चाहिँ नि तपाईँको अधिवेशन गर्ने भन्ने सम्बन्धमा चाहिँ महाधिवेशन गर्ने भन्ने सम्बन्धमा मिटिङ तयार गर्ने, त्यो मिटिङमा चाहिँ नि फेरि स्वेच्छाले निक्लिसकेको मान्छे होइन, राजीनामा पेश गरिसकेको मान्छेलाई चाहिँ बुद्धलाल मेचेहरूको टिमले होइन अब के अरे मिटिङबाट चाहिँ थमन बुढा मगर लगायत अरू 10 जना चाहिँ 13 जना साथीहरूलाई चाहिँ साधारण सदस्य पनि नरहने गरीले चाहिँ हामीले उनीहरूलाई निष्कासन गरिसकेको, निकालेको भनेर चाहिँ नि मिटिङमा पारित गरे र त्यही कुरो चाहिँ मिटिङबाट बाहिर आउने बित्तिकै उनीहरूको साधारण युट्युबरहरूबाट दिलीप धिमाललाई बोल्न लगाएर थमन बुढा मगरलाई चाहिँ र उहाँको केही 10 जना समकक्षीहरू भनौँ न सदस्यहरू, एमएनओको हिजोका सदस्यहरूलाई चाहिँ नि निकालिएको, साधारण सदस्य पनि नरहने गरी निकालिएको र कारबाही गरिएको भनेर चाहिँ त्यो कारबाही गरियो भनेर पुरा सञ्जालमा चाहिँ छ्यापछ्यापी बनायो। यो गलत कार्य पनि यति चाहिँ बुद्धि बिनाको कार्य हो, जो चाहिँ नि केटाकेटीपन जस्तो। किन केटाकेटीपन जस्तो भन्दाखेरि तपाईँको यदि उसले चाहिँ यो थमन बुढा मगरहरूले चाहिँ स्वेच्छाले तपाईँको चाहिँ राजीनामा पेश गरिसकेको मान्छेले 4-5 दिन पछाडि बसेको मिटिङले फेरि के अरे उहाँलाई चाहिँ नि हामीले एकदमै साधारण सदस्य पनि, मङ्गलेस अर्गनाइज साधारण सदस्य पनि नरहने गरी चाहिँ नि कारबाही गरी निकालिएको भनेर भन्ने जुन पेश गर्यो, त्यो एकदमै अबौद्धिक चाहिँ हाँसो लज्जास्पद। साथीहरूलाई त हाँसो लज्जा त नलाग्दो रहेछ होइन, थमन बुढा मगरहरूलाई त्यसरी निकालेको भन्ने त्यो अगाडि नै त्यो दिइसकेको मान्छेलाई चाहिँ पछाडि नलाग्दो रहेछ। अनि त्यो कुरोहरू सञ्चालनमा आए, कति बुद्धि बिनाको चाहिँ एउटा नेतृत्व पङ्क्ति रहेछ भन्ने कुरोहरू जनताले अलिकति बुझ्न सक्नेहरूले त्यसलाई मूल्याङ्कन गरे र त्यस पश्चात चाहिँ उहाँले चाहिँ अब मिटिङ हुनुभन्दा 4-5 दिन अगाडि नै त्यसरी दिइसकेपछि उहाँको चाहिँ फेरि एउटा अब राजनीतिक उसमा
चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनकै नाम नरहने गरी, तर जुन गोपाल गुरुङले चाहिँ नि मङ्गोल सिद्धान्त खोल्नु भएको थियो त्यो सिद्धान्तमै आधारित रहेर अब फेरि यहाँको मूलवासी भूमिपुत्रहरूलाई चाहिँ नि हामीले यो बाहुन अथवा चाहिँ नि तपाईँको आर्य जुन शासन सत्ताधारीहरूबाट चाहिँ निकालेर आफ्नो मूल थाकथलोमा आफू राजनीति गर्न सक्षम बनाउनुपर्छ भन्ने खालको सोच बनाउँदै म डाक्टर गोपाल गुरुङकै सिद्धान्तमा रहेर चाहिँ उहाँले एनआइओ पार्टी चाहिँ खोल्ने विचार गर्नुभयो। एनआइओ भनेको चाहिँ नि नेसनल इन्डिजिनस होइन अर्गनाइजेसन भन्ने खोल्न लाग्नु भएको थियो। उहाँको विचारले त्यो गरिरहेको अवस्थामा फेरि पछि त्यो कागज लिएर चाहिँ नि निर्वाचन आयोगमा पुग्दा निर्वाचन आयोगले फेरि अर्को षड्यन्त्र गरिसकेको रहेछ। त्यसकारणले निर्वाचन आयोगले फेरि होइन एनआइओ भन्ने चाहिँ तपाईँहरूले पाउनुहुन्न, अरू कुनै नाम लिएर आउनुभयो भने पाउनुहुन्छ, यसरी चाहिँ नि एउटा समाज भाँडिने किसिमको होइन संविधानभन्दा चाहिँ विपरीत विरुद्ध गएको जस्तो देखिन्छ भन्ने कुरा चाहिँ निर्वाचन आयोगबाट चाहिँ आइसकेपछि उहाँले चाहिँ फेरि त्यसलाई सुधार गरेर ठिक छ संविधानको कुराहरूलाई पनि मान्नुपर्ने भयो, किनभने लोकतन्त्र जतिको चाहिँ एउटा राम्रो तन्त्र त विश्वमा अरू कुनै छैन होइन। त्यसकारणले लोकतन्त्रलाई मान्नुपर्छ भनेर गोपाल गुरुङको पनि भनाइ त्यही छ होइन। बुलेट होइन ब्यालेटबाट जाने भन्ने कुराहरू भइसक्नु भनेको चाहिँ चुनावी माहौलबाट जानु भन्ने कुरा, चुनावी माहौल हुनु भनेको त तपाईँको चाहिँ लोकतन्त्रभन्दा राम्रो चाहिँ अरू हुन सक्दैन। त्यसकारणले उहाँले पनि त्यो कुरोलाई बुझेर गोपाल गुरुङकै सिद्धान्तलाई लिएर अगाडि बढ्नुभयो र चाहिँ नि अहिले एनआरएन भन्ने पार्टी होइन नेसनल रिपब्लिक नेपाल भन्ने पार्टी चाहिँ उहाँले खोलेर अगाडि बढ्नुभयो। र चाहिँ यो उहाँले खोल्नु भएको कुरा चाहिँ के हो भने विशेष गरी यहाँका तमाम बहुसङ्ख्यक मूलवासीहरूलाई होइन भूमिपुत्रहरूलाई चाहिँ एउटा न्याय दिलाउनको निमित्त र आफू शासनमा रहँदै आर्य शासकहरूलाई होइन चाहिँ के अरे पछि पार्नका निमित्त जुन आर्य शासकहरूले यहाँका मङ्गोलहरूमाथि गलत शासन पद्धति लादेर चाहिँ चुर पारिरहेको छ, त्यस्तै त्यसको विपरीतमा अब त्यसरी होइन, यहाँ चाहिँ नि मङ्गोलहरूले पनि बाँच्न पाउनुपर्छ र मङ्गोलहरूको चाहिँ नि सही लोकतान्त्रिक पद्धति अनुसार अघि बढ्न पाउनुपर्छ र फेरि मानवाधिकार विश्व मानवाधिकारको नाताले हेर्ने हो भने बाहुन क्षेत्रीहरू पनि यो देशको चाहिँ नि धेरै समय कालखण्डदेखि आइरहेको हो, उहाँहरू पनि मान्छे हुन्, मानव हुन्। त्यसैले गर्दाखेरि उहाँहरूले जसरी हामीलाई अभद्र व्यवहारहरू गरे, एक किसिमका चाहिँ हिंसात्मक व्यवहारहरू गरे, तर हामी त्यसरी उहाँहरूलाई गर्दैनौँ। उहाँहरूले बुझ्न सकोस् र चाहिँ नि हामीले उहाँहरूलाई चाहिँ एउटा मानवाधिकार पूर्ण रूपमा मानवाधिकार दिँदै यो देशमै उनीहरूलाई पनि राखेर बाँचेर बचाउने किसिमका चाहिँ नि शासनहरूको व्यवस्थाहरू उहाँहरूले गर्नुभएको छ र त्यही आधारले चाहिँ उहाँ अघि बढिराख्नु भएको छ। यहाँनिर मङ्गोल भर्सेस आर्य अथवा आर्य भर्सेस मङ्गोल भए पनि तपाईको दुवैवटा चाहिँ जाति चाहिँ मानव अस्तित्वमा रहन सक्नुपर्छ भन्ने कुराहरू हो र त्यसरी चाहिँ अगाडि बढिराख्नु भएको छ। एकदमै राम्रो एकदमै छर्लङ्ग स्पष्ट विचार, आफ्नो लागि मात्रै होइन उहाँको अरूको लागि पनि एकदमै राम्रो स्पष्ट विचार होइन। यति राम्रो विचार भएका व्यक्ति अरू त्यस्तो किसिमको चाहिँ नि होइन उहाँलाई चाहिँ नि एउटा महान लिडरसिप नै भन्न सक्नुपर्छ र चाहिँ नि उहाँ एउटा चाहिँ त्यस्तो किसिमको राम्रो एउटा नेतृत्व भएका राम्रो ज्ञान बोकेका एउटा नेतृत्व हुन्। सम्भवतः उनी अबका समयमा लगभग मूलवासीहरूको निम्ति यहाँ देशवासीहरूको निम्ति त के पनि भन्न सकिन्छ भने भूमिपुत्रहरूको निम्ति के पनि भन्न सकिन्छ भने एक किसिमको चाहिँ अब फेरि लखन थापा मगर जन्मिएछ भने जस्तै लगभग त्यो उक्ति सुहाउने होइन। त्यसरी चाहिँ उहाँ फेरि आइसक्नु भएको छ र त्यो मात्रै नभएर चाहिँ नि अब तपाईँको चाहिँ नि थमन बुढा मगरले चाहिँ एक किसिमको अब राम्रो किसिमको चाहिँ राजनीति सञ्चालन गरेर आइरहेको छ र त्यति हुँदाहुँदै उहाँले चाहिँ नि बुद्धलाल मेचेसँगको विषयवस्तुमा जोड्नु पर्दाखेरि बुद्धलाल मेचे स्वयं त्यो समयदेखि नै हारिसकेको छ र उहाँले सही नेतृत्व गर्न सक्छ भन्ने कुरोको कुनै कुरै छैन। अब चाहिँ उहाँले जनता ढाट्ने काम मात्रै हो, अहिले त उहाँले लगभग जनता ढाटिरहेको अवस्थाहरू मात्रै छ होइन।
त्यस पछाडि तपाईँको चाहिँ नि उहाँले आफ्नो जुन महाधिवेशन पश्चात अब आफ्नो नै वर्चस्व त भयो। डाक्टर गोपाल गुरुङको चाहिँ विरासत चाहिँ सम्पूर्ण रूपमा चाहिँ उसैले बोकेर अगाडि आइरहेको छ। तर विरासत बोके पनि धेरै कुरोहरू उहाँले छोड्दै हिँडिरहेको छ होइन। जस्तो अराजक तत्त्वको विषयमा बात गर्न उहाँको एउटा कुरा होइन। जस्तो चाहिँ नि यहाँका डाक्टर गोपाल गुरुङले चाहिँ 30-40 वर्ष चाहिँ दुःख गरेर एउटा त्याग गरेर चाहिँ बनाएको सिद्धान्त सङ्गठनलाई चाहिँ आज सोझै गरी उहाँको नेतृत्वमा आइरहँदाखेरि उहाँले चाहिँ अब यो चाहिँ हाम्रो मङ्गल स्टार अर्गनाइजेसनको चाहिँ आधाभन्दा बढी लडाइँहरू चाहिँ चाइनाले लडिदिएको छ भन्ने खालको कुराहरू होइन, र चाइनाले लडिदिनेछ भन्ने कुराहरू, चाइनाले नै सत्ता हस्तान्तरण हामीलाई गराइदिन्छ भन्ने कुराहरू भनेपछि यहाँको जनताहरूको चाहिँ चाराना पनि मूल्याङ्कन भएन। त्यस्तो कुराहरू उहाँले अराजक किसिमका चाहिँ नि शब्दहरू बोलिरहेको कुराहरू, त्यस्तै त्योभित्र अझै थुप्रै कुराहरू छन्। त्यसै गरेर 10औं-20औं वर्ष चाहिँ नि तपाईँको सङ्गठनमा चाहिँ त्याग तपस्या गरिरहेका व्यक्तिहरूलाई तुरुन्तै 1 सेकेन्ड 1 मिनटमा चाहिँ नि उहाँले कुनै त्यसको विषयमा दाहिने बायाँ विचार नगरी आफ्नो शत्रुको रूपमा देखेर चाहिँ आफ्नै अनुहारका मान्छे, आफ्नै सङ्गठनका मान्छेहरूलाई तुरुन्तै 1 मिनटमा उहाँले निकालिदिइहाल्नु। यसरी चाहिँ नि गर्ने अवस्थाका ती चाहिँ लालची प्रेसिडेन्ट बुद्धलाल मेचीज्यूले अब तपाईँको नेपालको सन्दर्भमा हामीले जुन उहाँलाई भोट दिएर जिताउँछौँ उहाँको निमित्त हाम्रो भोटले चाहिँ थोरै पनि मूल्याङ्कन र महत्त्व राख्छ भन्ने कुरो देखियो। 10औं वर्ष 20औं वर्ष खटेकोलाई त उसले 1 मिनटमा चाहिँ नि मेरो शत्रु हो यो भनेर चाहिँ नि होइन उसले निकाल्छ। ऊ पनि स्वार्थ लिप्सा, किन भन्दाखेरि चाहिँ नि अब उसले तपाईँको प्रेसिडेन्ट बन्न नपाउने अवस्था आउँछ। उभन्दा जाने विज्ञहरू आइसकेपछि त उसले प्रेसिडेन्ट त छोड्नुपर्ने हुन्छ, किनभने चाहिँ नि नयाँ सत्तालाई पनि त हस्तान्तरण गर्नुपर्छ, नयाँ पुस्ता युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। अनि उनको अभिव्यक्ति त्यो खालको छ। फेरि त्यसमा पनि तपाईँको चाहिँ 8औँचोटि 9औँचोटि चाहिँ नि होइन 7औँचोटि चाहिँ फुट्छ मङ्गल स्टार अर्गनाइजेसन भन्छ भन्नु खोजेको उसले चाहिँ कुन अनुहारहरूलाई, पुराना अनुहारहरूलाई होइन 10औं वर्षदेखि खटेर आइरहेको अनुहारहरूलाई चाहिँ निकाल्नुपर्ने अवस्थाका छ होइन, उसको शत्रुको रूपमा देखिरहेको छ। त्यो कुरोलाई चाहिँ उसले 7औं 8औं पटक चाहिँ फुट्छ भनेर भनिरहेको छ। भन्नुको मतलब उसले त्यो देखेका ती शक्तिहरू जुन छन्, यी शक्तिले भोलि मलाई समस्या पार्छन् भन्ने कुरो आफ्नै पार्टीभित्रै पनि समस्या पार्छन्, किनभने आफ्नो प्रेसिडेन्ट पद त भोलि त लत्याइदिन्छ। त्यो खालको चाहिँ नि लालचमा देखेर चाहिँ 8औं 7औं पटक चाहिँ फुट्छ भनेर चाहिँ उहाँले गप्तिरहेको छ। त्यो कारणले गर्दाखेरि कम्तीमा एमएनओमा हामी जनताहरूले भोट दिएर उहाँलाई जिताएर पनि चाहिँ कुनै त्यस्तो फलिताप हुन्छ भन्ने कुरो देखेन, किनभने उहाँको लालच अति नै ज्यादा हो। र फेरि अब लोकतन्त्र भनेको चाहिँ कम्तीमा चाहिँ बहुसङ्ख्यक मूलवासीहरूको निमित्त हो। तर अब बहुसङ्ख्यक भन्दै गर्दाखेरि होइन लोकतन्त्र भनेको चाहिँ जनताका लागि जनताकै शासन भन्ने कुरामा अब लोकतन्त्र बहुसङ्ख्यक कुरामा आउँदाखेरि चाहिँ उहाँ फेरि आफू स्वयं मेचे भन्नाले चाहिँ यो देशमा चाहिँ अहिलेको लोकतान्त्रिक पद्धतिमा जुन आर्यहरूले शासन गरिरहेको छ, यति बेला उहाँ चाहिँ अल्पसङ्ख्यकमा पर्ने एउटा चाहिँ जाति, अल्पसङ्ख्यक समुदाय अल्पसङ्ख्यक भत्ता खाइराखेर बसेका, त्यति मात्रै नभएर फेरि तपाईँको चाहिँ नि उहाँले ती अल्पसङ्ख्यकबाट ठिक छ नेतृत्व गर्नु, किनभने मङ्गल अनुहार हो, राम्रै कुरा हो, उहाँलाई धन्यवाद। तर पनि अल्पसङ्ख्यक समुदायका व्यक्तिले आफ्नै अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई चाहिँ नि 100जना पनि तानेर चाहिँ आफ्नो सङ्गठनमा ल्याएको अवस्था देखिँदैन। 100जना व्यक्ति 100जना मेचेहरू पनि होइन मेचे समुदायका सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ 100जना पनि उसको समितिमा तान्न सकिरहेको छैन। स्वयं मेचे थरी मेचे चाहिँ समुदाय भएका व्यक्तिले मेचेलाई नै विश्वास गरिरहेको छैन। भनिसकेपछि आज उसको कुराहरू सुन्दै लालीपपमा चाहिँ भुलिँदै हाम्रा बढीभन्दा बढी घनत्व बोकेका मगरहरू होइन, जस्तै गरी तामाङहरू, त्यस्तै गरिकन थारूहरू चाहिँ उहाँको कुरामा लागिरहेछ। तर त्यो सम्भव नहुने खालको कुराहरू पनि कसरी देखिन्छ भन्दाखेरि ऊ स्वयं लोकतन्त्र भन्ने बित्तिकै बहुसङ्ख्यक पक्षकार हुन्। बहुसङ्ख्यक भन्दाखेरि ऊ स्वयं अल्पसङ्ख्यकका चाहिँ एउटा समुदायका व्यक्ति। त्यो उहाँले चाहिँ नि
कसरी सम्भव हुन्छ त उहाँले, होइन? र उहाँकै अल्पसङ्ख्यक समुदायभित्रकै उहाँले चाहिँ कति मान्छे तान्नुभयो त? स्वयं मेचेहरूलाई उसले तान्न सकिरहेको छैन भने अब अरूलाई तानेर सम्भव हुन्छ त? तर पनि मगरहरूले, तामाङहरूले चाहिँ नि साँच्चीकै एउटा सत्य हो भन्ने हिसाबमा चाहिँ लागिराख्नु भएको छ। यसरी लागिराख्दाखेरि चाहिँ तपाईँको उहाँहरू चाहिँ नि के अरे उहाँले चाहिँ होइन विश्वास गरेर बढिरहेको छ। अब यो विषयवस्तुमा चाहिँ कुरो गर्दाखेरि जस्तै बहुसङ्ख्यक भन्ने कुराहरू आउँछ भने त मङ्गोल अनुहारको कुराहरू त बहुसङ्ख्यक नै भइगए, मूलवासीका कुरा नै भइगए। त्यति मात्रै नभएर चाहिँ देशमा चाहिँ मगरहरू होइन, त्यस्तै गरी थारूहरू, तामाङहरू त बहुसङ्ख्यक समुदायका व्यक्तिहरूमा आज पश्चिमबाट चाहिँ नि अर्को डाक्टर गोपाल गुरुङ चाहिँ जन्मिसक्नु भएको छ। अर्को डाक्टर गोपाल गुरुङ जन्मिसक्नु भएको चाहिँ होइन, धेरै डाक्टर गोपाल गुरुङहरू जन्मिरहेका छन्। तथापि चाहिँ नि अहिले थमुनबुढा मगरलाई चाहिँ होइन फेरि युग पुरुषकै नाममा चाहिँ, अर्थात् चाहिँ नि युग पुरुषै नभने पनि डाक्टर गोपाल गुरुङ जन्मिरहेको भन्ने कुराहरूमा हामीले विश्वस्त हुन सकिन्छ। भनेपछि उहाँले नै अबको यो देशको नेतृत्व चाहिँ होइन मूलवासीहरूबाट चाहिँ उहाँले नै एकदमै सकारात्मक रूपमा गर्न सक्छ भन्ने कुराहरू हामीले बुझ्न सक्छौँ। र बुद्धलाल चाहिँ एक किसिम थमुनबुढा मगरको चाहिँ यो होइन आफूले राजीनामा पेश गरेको 3 महिनाभित्रमा अथवा 5 महिनाभित्रमै उहाँले चाहिँ के अरे आफ्नो नयाँ सङ्गठन चाहिँ खोलिसक्नु भएको। त्यो समयमा नै बुद्धलाल मेचेले चाहिँ हारिसक्नु भयो, होइन? हारिसकेको कुरा हो भने चाहिँ अब एमएनओलाई थ्रेटन दिँदै चाहिँ उहाँले एनआरएनमा चाहिँ तपाईँको होइन उहाँले पाइला सार्ने बित्तिकै एमएनओ चाहिँ हारिसकेको कुराहरू नै हो। त्यस्तै गरिकन अब यता चाहिँ विभिन्न किसिमका उहाँको चाहिँ नि बेइज्जत गर्ने कुरामा चाहिँ फोकटको चाहिँ अब हाम्रो चाहिँ बुद्धलालले चाहिँ समाचारहरू युट्युबर मार्फत चाहिँ त्यो फ्याले, होइन? त्यस्तै चाहिँ भने त्यो तपाईँहरूले चाहिँ देख्न सक्नुहुनेछ। तपाईँहरूले त्यसलाई खोजेर बेकार कुराहरू गरेर अनि तपाईँको चाहिँ नि फेरि उहाँ चाहिँ वास्तवमा एउटा दूरदृष्टि हुन नसकेको, इमान्दारिता चाहिँ होला तर इमान्दारी पनि खासै देखिएन। किन भन्दाखेरि चाहिँ स्वार्थ लिप्सा चाहिँ देखिसक्यो। उहाँलाई प्रेसिडेन्टकै रूपमा उहाँ रहनुपर्छ भन्ने कुरा नै पहिलो कुरो चाहिँ स्वार्थ हो, होइन? एकदमै स्वार्थी नेतृत्व हो उनी। र चाहिँ तपाईँको उहाँमा सही नेतृत्व गर्न सक्ने क्षमता छैन भन्ने कुरो। जस्तो चाहिँ तपाईँको चाहिँ देश विदेशका मान्छेहरूसँग चाहिँ बोल्न पर्यो भने उनी भाग्ने, होइन? त्यस्तो भाग्ने व्यक्तिले चाहिँ राष्ट्र सञ्चालन गर्न सक्छ भन्ने कुरो छैन। त्यस्तै गरिकन चाहिँ कुनै पनि मिडियामा आएर एक किसिमको पनि दिन नसक्ने, अन्तर्वार्ताहरू पनि दिन नसक्ने भनेपछि त्यो क्षमता नभएको कारणले नै उनी त्यसरी भागिरहेका छन्, बाहिर गइरहेका छन्। आफूभन्दा पछिकाहरूलाई चाहिँ नि बरु निस्किन लगाइरहेका छन्, होइन? तर उनी चाहिँ भित्र लुकेर अर्काको काँधमाथि बन्दुक राखेर हान्ने व्यक्ति जस्तो। अनि उनी चाहिँ वास्तवमा नेतृत्व नै सही रूपले गर्न नसक्ने व्यक्ति हुन्। उहाँले चाहिँ नि मानव जितेर, हामीले जिताएर उहाँलाई राष्ट्र सुम्प्यौँ भने पनि उहाँले चाहिँ नि त्यो गर्न सक्नुहुन्न। र त्यस्तै गरी अर्को कुरो चाहिँ के हो भने अब थमुनबुढा मगरले चाहिँ जुन एनआरएन पार्टी सङ्गठन खोलेर अगाडि बढ्नु भएको छ, उहाँले चाहिँ नि अब पहिलोचोटि नै उहाँले चाहिँ एमएनओसँग त जित गरिसकेको हुनु त एमएनओलाई के जित गर्ने के हार गर्ने कुनै ठुलो कुरो नै होइन, होइन? तर पनि उहाँले चाहिँ विभिन्न चरणपछि आफ्नो एक किसिमको धमाका दिँदै गइरहेको कुराहरू हो। निर्वाचन आयोग स्वयंले पनि के भनिसकेका छन् भने होइन यो एनआरएन भन्ने पार्टीका चाहिँ नि समर्थकहरू 77 जिल्लामा चाहिँ कति छिटो पुगेका, यसले चाहिँ नि कहिले कुन तरिकाले चाहिँ एउटा सङ्गठन चाहिँ विस्तार गरेछ, सङ्गठन विस्तार गर्न यति सहज चाहिँ यो पार्टीलाई कसरी भयो भनेर चाहिँ निर्वाचन आयोगकै व्यक्तिहरू चाहिँ होइन आयुक्तहरू नै त्यो एउटा रणभुल्लामा परिरहेको छ। त्यस्तो किसिमको उहाँहरूलाई नै पनि होइन एउटा त्रास बनाइरहेको छ। भन्नुभयो किन निर्वाचन आयोगका व्यक्तिहरू किन त्रास हुन्छ त भन्दाखेरि चाहिँ नि आर्य शासकहरू छ नेपालमा। आर्य शासक भनेको केपी ओलीको सरकार अथवा प्रचण्डको सरकार आदि विभिन्न होइन
शेर्पा देउबाको सरकारहरू, उनीहरूको अन्डरमा बस्ने त्यही अहिले त ठुल्ठुलो पदमा त्यही बाहुन छेत्रीहरू नै छन्, आर्य शासकहरू नै छन्। त्यसो हुँदाखेरि उहाँहरू तर्सिए। 77 जिल्लामा यति छिटो उहाँहरूको चाहिँ नि सम्पूर्ण मान्छेहरू चाहिँ कसरी चाहिँ आइरहेको छ नि त एनआरएनभित्र भन्ने कुराहरूको उहाँहरूको एउटा चाहिँ एक किसिमको खोजी नै भइरहेछ, उनीहरूभित्र तहल्कै मचिरहेछ। र त्यसरी सोधिएको पनि थियो। र त्यस्तै गरी फेरि उहाँले चाहिँ नि केही समय चाहिँ शान्त बसे जस्तो, तर केही समय शान्त बसिरहँदाखेरि चाहिँ तपाईँको चाहिँ विभिन्न ठाउँमा वडा कमिटी, टोल कमिटीहरू गठन गरिरहेको कुराहरू, कति राम्रो चाहिँ नि होइन, प्रगति नै प्रगतिका कुराहरू भनेपछि नेतृत्व, सही नेतृत्व हुँदाखेरि यसरी अघि बढ्न सक्दो रहेछ भन्ने कुरोको उहाँले चाहिँ उदाहरण दिइसक्नु भएको छ। र चाहिँ जनताले पनि उहाँलाई विश्वास गर्दै गएको कुराहरू हो। र त्यस्तै गरिकन चाहिँ नि अब उहाँले चाहिँ साँच्चीकै देश हाँक्नको निमित्त उनी योग्य पनि हुनुहुन्छ, किनभने डाक्टरेट गरिसकेको मान्छे विधाले पनि उनी कमी छैनन् होइन। र कहीँ कतै उहाँहरूले चाहिँ नि बहादुरीका साथ आफ्नो चाहिँ मूलवासीहरूको निमित्त आफ्नो अनुहारका सम्पूर्ण चाहिँ दुःख बोकेर बसिरहेकाहरूलाई चाहिँ नि अबका दिनहरूमा सुखको मार्गमा लानुपर्छ भन्ने होइन कुराहरू चाहिँ अगाडि उहाँहरूले लिएर जाइरहँदाखेरि कम्तीमा उनी बहादुर पनि हुन्। र अब यसमा अन्त्यमा म आइसकेँ। अन्त्यमा के छ भने जस्तै अहिले एमएनओका होइन साथीहरूले चाहिँ नि देखिन्छ चाहिँ विभिन्न ठाउँमा भाषणहरू गरिरहेको, विभिन्न ठाउँमा चाहिँ नि प्रशिक्षण गरिरहेको। प्रशिक्षणमा चाहिँ अब 2084को चुनावमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ जसरी पनि सिंहदरबारको यो चाहिँ संसदालयमा पुग्नेछ होइन, सत्ता प्राप्ति गर्ने ठाउँमा पुग्नेछ भनेर चाहिँ पुरा जनतालाई, लाटा सोझा जनताहरूलाई चाहिँ नि गाउँ गाउँ पुगेर ढाँटिरहेको छ। तर ढाँटिरहँदा पनि उहाँहरूको ब्याकग्राउन्ड हेरौँ न त के छ होइन। उहाँहरूको ब्याकग्राउन्डमा जस्तै हिजो थमनपुरा मगरलाई मात्रै चाहिँ स्वैच्छिक राजीनामा दिएको व्यक्तिलाई 5 दिन पछिको उनीहरूको मिटिङमा साधारण सदस्य पनि नरहने गरी चाहिँ थमनपुरा मगरलाई कारबाही गरिएको भनेर चाहिँ उहाँहरूले चाहिँ त्यो फ्याल्नुभयो। र पछि त्यसको केही महिना पछाडि महाधिवेशन गर्नको लागि त अथोरिटी केही लिनको लागि त जानु पर्यो निर्वाचन आयोगमा त्यो जानकारी गर्नलाई। त्यो जानकारी गर्नको लागि जाँदाखेरि त हामीले थमनपुरा मगरलाई चाहिँ नि कारबाही गरेर निकालिसकेका छौँ भनेर पेपर बोकेर चाहिँ मनी पापो लगाएको केही टिमहरू त्यहाँनिर चाहिँ होइन केन्द्रीय चाहिँ निर्वाचन आयोगमा पुग्नुभयो। पुग्दाखेरि निर्वाचन आयोगका स्वयं आयुक्तले नै उहाँलाई चाहिँ नि भन्नुभयो कि तपाईँहरूको एमएनओमा चाहिँ स्वैच्छिक राजीनामा दिएर चाहिँ केही दिन अगाडि नै बाहिरिसक्नुभएका होइन चाहिँ थमनपुरा मगरको नाममा फेरि पुनः तपाईँहरूले चाहिँ नि कसरी कारबाही गर्नुभयो त? जो व्यक्ति नै छैन, जो व्यक्ति नै नभएका मान्छेलाई तपाईँले चाहिँ कसरी कारबाही गर्नुहुन्छ? यो तपाईँ सुधारेर ल्याउनुहोस्, यसरी हुँदैन, यो चाहिँ सही भएन भनेर उहाँलाई उल्टै झपारी उठाइसकेपछि फेरि दोस्रो पटक चाहिँ नि त्यो खालको फेरि एउटा अलिकति सुधार गरेर लगे जस्तो गर्यो। तर त्यसमा पनि चाहिँ फेरि अझै चाहिँ राम्रोसँगले स्पष्ट भइसकेको छैन। त्यसै गर्दा फेरि पुनः चाहिँ तपाईँ यसलाई सुधारेर ल्याउनुहोस् भनिसकेपछि मणि पापो दोस्रो तालदेखि चाहिँ तपाईँको निर्वाचन आयोगमा फेरि जान उपस्थिति हुन सकेन, किनभने त्यो गलत कार्यले। अनि त्यो नहुँदै अधिवेशन महाधिवेशनको जानकारीसम्म चाहिँ गरेर चाहिँ सायद सामान्य रूपमा चाहिँ उहाँहरूले महाधिवेशन सम्पन्न गर्नुभयो होइन। र विभिन्नहरूलाई ताने अहिले देखिन्छ उहाँहरू। र फेरि त्यति मात्रै नभएर चाहिँ तपाईँको यतापट्टि आएर जनताहरूलाई चाहिँ विभिन्न ठाउँमा चाहिँ ढाक्ने होइन। 2025मा चाहिँ तपाईँको मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ सत्तामा आउँछ यहाँ त्यहाँ भन्ने 2025 त लागिसकेको अवस्था छ। यो भिडियो बनाइरहँदाखेरि 2025 पनि 2-3 महिना गइसकेको छ भनिसकेपछि अबको कुन चाहिँ 2025 हो त होइन। 2025 कुन चाहिँ 2025 हो थाहा भएन। अब फेरि त्यति मात्रै नभएर तपाईँको यता के अरे जनताहरूलाई ढाक्ने काम होइन, त्यो त भयो। यता के अरे तपाईँको फेरि 2084को चुनावमा चाहिँ नि मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ उसमा पुग्ने होइन, के अरे संसदालयमा पुग्ने छिर्नेछ भन्ने कुरा अभिव्यक्तिहरू दिइरहेको छ। तर त्यो पनि सम्भव देखिन्न। किन देखिँदैन भन्दाखेरि जब पश्चिम र पूर्वका सम्पूर्णहरू चाहिँ एक भएर मङ्गोल नेसनल अर्गनाइजेसन कुखुराको भालेमा भोट चुनाव चिन्ह दिइरहँदा त 50-60 हजार भोट मात्रै सङ्कलन गरेको अवस्था हो भने
अहिले लगभग चाहिँ नि तपाईँको त्यसमा आधी नै जनसङ्ख्या चाहिँ होइन एक किसिमले बाहिरिसकेको छ भनिसकेपछि आधी नै जनसङ्ख्या अब फेरि पुनः त्यति नै जनसङ्ख्या कमाउनको लागि त्यति नै विश्वास कमाउनका निमित्त होइन त्यो जनताहरूले विश्वास गर्नका निमित्त उहाँले कति एक्सर्साइज गर्नुपर्छ र कति गरिरहेको छ एमएनओको एक्सर्साइज गरेको त हामी देखिरहेका छौँ र फेरि उहाँहरूको चाहिँ नि त्यो क्षमतै छैन भने फेरि अर्को कुरो निर्वाचन आयोगले तपाईँहरू नाम सुधार गर्नुहोस् यसरी चाहिँ नि के अरे यो खालको मङ्गोल नेसनल अर्गनाइजेसन जुन नाम राख्नु भएको छ यो नामले चाहिँ नि एक किसिमको समाज बाँडिन्छ होइन साम्प्रदायिकता हुन्छ यो साम्प्रदायिक भएको नामहरू लिएर नआउनुहोस् यो हुँदैन यसलाई चाहिँ नि हामीले चाहिँ मान्यता दिन सक्दैनौँ भन्ने भइसकेपछि उहाँहरू नाम सुधार गर्न पनि नसक्ने होइन अस्ति चाहिँ नि लगभग 12-15 दिन जति चाहिँ नि त्यहाँ पुगेर गइरहँदा पनि नसक्ने अब विकल्पमा कि उनीहरूले नामै सुधार्नुपर्छ नाम सुधार्दा पनि जनताहरूलाई मङ्गोल नेसनल अर्गनाइजेसन कुखुराको भाले भनेर हिँडिरहेका होलान् अब मङ्गोल नेसनल अर्गनाइजेसनको त्यहाँ नामै नभइसकेपछि जनताहरू फेरि रणभुल्नमा हुन्छन् र जनताहरूलाई चाहिँ बुद्धलाल मेची लगायतका टिमहरूले एमएनओ भन्दै हिँडिरहेकाहरूले पूर्ण रूपमा ढाँट्छन् होइन यो ढाँटाढाँटीको चरणले गर्दाखेरि चाहिँ बुद्धलाल मेचेको टाउकोमा चाहिँ ढुङ्गा बर्सिन सुरु हुन्छ अथवा चाहिँ बुद्धलाल मेचेलाई चाहिँ होइन एउटा गल्लीको चाहिँ कुत्ताले पाउने खालको दुःख पाउने अवस्थाहरू आउन सक्छ होइन त्यो खालको अवस्थाहरू आउँछ किनभने जनतालाई ढाँटे गर्ने कुरो भयो नि त अब नाम परिवर्तन गरेर जाउँ मङ्गोल नेसनल अर्गनाइजेसन नरहने भयो मङ्गोल नेसनल अर्गनाइजेसन जसरी चाहिँ बोलेर हिँडिरहेको छ डाक्टर गोपाल गुरुङ जुन सिद्धान्त दिइरहेको थियो त्यो सिद्धान्तबाट पनि उनी चाहिँ बाहिर गइरहेको छ होइन लोकतान्त्रिक पद्धति असली लोकतान्त्रिक पद्धति उसलाई छोडिरहेको छ होइन त्यस्तै गरिकन एक किसिमको चाहिँ नि चाइनालाई समर्थन गरिरहँदाखेरि चाइना फेरि कुन किसिमको चाहिँ सिद्धान्त बोकेको राष्ट्र हो भन्ने कुरोहरू पनि विज्ञ जनताहरूलाई त थाहै छ अनि त्यहाँ पनि ढाँटिरहेको छ अब फेरि त्यति मात्रै होइन अब चाहिँ निर्वाचन आयोगले त्यो भित्र भएको उनीहरूको ऐन संशोधन पनि गरेर ल्याउनु होइन विधान पनि संशोधन गरेर ल्याउनु भनिरहेको छ उनीहरू त्यो मानिरहेको छ भनेपछि अबको केही समय पश्चात तुरुन्तै लगभग मङ्गोल नेसनल अर्गनाइजेसनलाई पूर्ण रूपमा खारेजै गरिदिन्छ निर्वाचन आयोगले खारेजै गरिसकेपछि तपाईँको चाहिँ नि उहाँहरूले कसरी गर्न सक्ला र अनि त्यसमा अब तपाईँको खारेज गरिसकेपछि चुनाव कसरी लड्ने त उनीहरूको त ब्याकग्राउन्डै छैन आधारै छैन चाहिँ नि चुनाव लड्नको लागि अब स्वतन्त्रबाट लड्ने होला होइन मानव चाहिँ नि कुनै चिन्हहरू लिएर अथवा सेलरोटी लिएर अथवा हाबीजाबी कुनै केही लिएर चाहिँ स्वतन्त्रबाट उठ्दाखेरि कुन हिसाब आधारले चाहिँ नि उनीहरू त्यहाँ पुग्छन् त स्वतन्त्रबाट लडिसकेपछि त मङ्गोल नेसनल अर्गनाइजेसनको पूर्ण सिद्धान्त त बोकेर त्यहाँ जाँदैन अनि जनताको चाहिँ आवाज बोल्छ भन्ने कुरो त कुरै रहँदैन यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन बुद्धलाल मेचेको प्रेसिडेन्टमा रहिरहेको चाहिँ यो जुन के अरे मङ्गोल नेसनल अर्गनाइजेसनले पुनः जनताहरूलाई ढाँट्ने काम मात्रै गर्छ जनताहरूले दिएका भोटहरू काङ्ग्रेस एमालेलाई जसरी भोट दिएर चाहिँ नि के अरे जिताइएको अवस्था र जसरी चाहिँ आफूले त्यो किसिमको जुन पाउने भन्ने चाहना होइन जनताले चाहिँ आशा देखेको छन् त्यो आशा बुद्धलाल मेचेलाई दिएर अथवा चाहिँ नि मङ्गोल नेसनल अर्गनाइजेसनलाई भोट दिएर जिताए पनि फेरि त्यो जनताको त्यो आशा चाहना चाहिँ पुरा हुनेवाला देखिन्न त्यस कारणले बुद्धलाल मेचे कुखुराको भालेलाई भोट दिनु र यता चाहिँ काङ्ग्रेस एमाले राप्रपालाई भोट दिनु उस्तै हो त्यहाँ खासै ठुलो देखिन्न किनभने आशा गरेको जनताले त्यो प्राप्ति त्यहाँनिर छैन अथवा अझै तपाईँको चाहिँ नि नामै चेन्ज गरेर अथवा स्वतन्त्रबाट लडेकोमा त झन् त्यो किसिमको आशा गर्नै सकिँदैन त्यो विज्ञ जनताहरूले बुझ्ने कुराहरू हुन् अलिकति बुद्धिजीवी सर्कलका व्यक्तिहरूले बुझ्ने कुराहरू हुन् भनिसकेपछि सम्भवै छैन त्यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई विश्वास गर्नु त्यसैले म त सम्पूर्ण जनताहरूलाई के भन्छु भने मङ्गोल नेसनल अर्गनाइजेसनलाई त्यसरी विश्वास गर्ने ठाउँहरू छैन र तपाईँहरूले सोध्न पनि सक्नुहुन्छ आफ्नो नेतालाई के भइरहेको छ त भनेर होइन हाम्रो पार्टी त खारेज हुन लागिरहेको छ त्यही पार्टी त हामीले त नाम त नपाउने अवस्थाहरू भइरहेको छ अथवा चाहिँ हाम्रो चाहिँ नि निर्वाचन आयोगले चाहिँ विधान ऐन संशोधन गरेर लैजानु भनिरहेको छ संशोधन गर्ने बित्तिकै चाहिँ नि त्यहाँनिर चाहिँ नि जुन एउटा प्युर भन्ने कुरो त हुँदैन अनि प्युर भन्ने कुरो नभइसकेपछि त्यहाँ पनि धोका भयो
हैन। यो कुरोहरू तपाईले सोध्नुभयो भने अथवा चाहिँ हामी के नाम परिवर्तन गरेर जाने हो त भन्ने कुरा सोध्नुभयो भने तपाईको चाहिँ नेता भन्नेहरू नै नेतृत्वगणकाहरू नै रिसाउन थाल्छन् तपाईसँगै स्वयं, र तपाईलाई चाहिँ लगभग मन्द रूपमा तपाईलाई कारबाही नै गर्नेछ। यो चाहिँ अलिकति तपाईहरु भित्र गहिरिएर खोज्नुहोस् तपाईको आफ्नो नेताहरूलाई, हैन। तपाईलाई कारबाही गर्नका निम्ति अथवा तपाईबाट चाहिँ बाहिरिन टाढिन खोजे जस्तो गर्नेछ, किनभने उसले त हिजै पनि भनिसकेको छ 8 पटकसम्म चाहिँ नि फुट्छ भनेर। त्यो चान्चुनहरूलाई फुटाउन फ्याल्दिनु त कुनै ठुलै कुरो हुँदैन, तपाईलाई कारबाही गर्न थाल्छ। अनि कारबाही गरेपछि कि तपाईँ चुप्प लागेर त्यहीँ बस्नु पर्यो, कि चाहिँ तपाईलाई वास्ता गर्न छोडिसकेपछि तपाईले पनि आफ्नो बाटो तयारी गर्नुपर्ने हुन्छ। अब यो चाहिँ तपाईँ स्वयं आफैले प्र्याक्टिकल गरेर आफ्नो नेताहरूसँग प्रश्न राख्ने प्रयास गर्नुहोस्, हैन। त्यस कारणले गर्दाखेरि मङ्गल नेसनल अर्गनाइजेसन त्यो खालको भविष्यहरू हामीले देख्दैनौँ, र नदेख्ने भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ नि अब त्यहाँनिर पनि भोट दिएर खासै आवश्यक छैन। बरु अबको विकल्प भनेको चाहिँ नि एनआरएन, हैन, नै हो भन्ने कुराहरू पनि देख्न थालिएको छ। अन्य पार्टीहरू त झन् विकल्पको रूपमा हुनै सक्दैन, त्यो त तपाईँ हामीले देखेरै आएको हो। अब त्यसमा जनसङ्ख्या, हैन, चाहिँ चुनाव मत दिने जनसङ्ख्या पनि छैन एमएनओमा, हैन। फेरि उठेको पैसाहरू जस्तो विदेशबाट चाहिँ नि तपाईँको दुःख गरेर चाहिँ नि 1 रुपियाँ 2 रुपियाँ 100 रुपियाँ गरेर चाहिँ जुन पठाइदिएको छ एमएनओलाई, हैन, घरि चाहिँ रिसर्च सेन्टर बनाउने, घरि के गर्ने भनेर, त्यो सबै पैसाहरू चाहिँ तपाईँको मनोमानी रूपमा चाहिँ खर्च, हिसाब किताब देखाउनु छैन। हिसाब किताब खोज्यो भने रिसाउन थालिहाल्छ, हैन। अब हिसाब किताब देखाउन खोज्दाखेरि चाहिँ नि के अरे माग्दाखेरि चाहिँ नि रिसाउने भनिसकेपछि त्यो हिसाब किताब त्यो पैसा मनोमानी रूपमा चाहिँ खर्च गरिरहेको छ। जे मन लाग्यो त्यही, हैन। ताल परे साथ घरको चाहिँ हैन गर्जो टार्नलाई पनि खर्च गरिरहेको होला, हिसाब किताब मिस्किनु नसकेपछि रिसाउने गर्छ। अब त्यति मात्रै नभएर चाहिँ नि तपाईको चाहिँ एमएनओले पटक पटक विभिन्न कुरोमा ढाँटिरहेको छ। अब म चाहिँ के भन्छु भने एमएनओको साथीहरूलाई होइन त्यसरी जनता नढाँट, कम्तीमा चाहिँ गोपाल गुरुङले दिएको सिद्धान्त अनुसारै चलिदेऊ, कम्तीमा चाहिँ जनताले तिमीलाई विश्वास गर्छ भोलिको दिनमा भन्ने कुराहरू हो। हामी त्यो कामना गर्छौँ, हामी त्यो चाहिँ नि उहाँहरूलाई चाहिँ जानकारी सुझाव दिन्छौँ, हैन। जनताहरूलाई यसरी चाहिँ पटक पटक नढाँट्नु, हैन, धेरै दुःख पाइरहेको छ यी जनताहरूले भन्ने कुराहरूमा चाहिँ म नेतृत्व पङ्क्तिका साथीहरूलाई, हैन, कुरा गर्न चाहन्छु अथवा चाहिँ त्यो किसिमको सजेसन गर्न चाहन्छु। तर अब पनि जनताहरूलाई ढाँटेर त्यसो गर्नु भनेको चाहिँ एकदमै ठुलो ऊ हो। र स्वयं बुद्धलाल मेचेया पनि त्यो ब्राह्मणवादी विचार, हैन, अनुहार चाहिँ मङ्गोल वर्णको नस्लको अनुहार, हैन, चिम्से थेप्सेतिर परेको, हैन, तर चाहिँ विचार चाहिँ उसको पनि ब्राह्मणवादी विचार, हैन। आफै सत्तामा लिप्सिरहँ, आफै नै ठुलो हौँ, अरूलाई ठुलो बन्न नदिउँ, कोही ठुलो बन्न आयो भनेदेखि चाहिँ उसलाई चाहिँ फ्यालिहालौँ, यो खालको चाहिँ ऊ स्वयंमा ब्राह्मणवादी विचार। अनि ऊ स्वयंले चाहिँ आफै त्यस्तो भइसकेपछि अनि अर्कालाई अथवा छेत्री बाहुनलाई छेत्री बाहुन भन्दै चाहिँ दुनियाँ किसिमको चाहिँ नि नराम्रो भाषण गर्ने, चिड्याउने, जनता चिड्याउने किसिमको भाषण गर्ने गरिरहेको देख्छु। त्यसो होइन, आफू स्वयं ब्राह्मणवादी विचारको छ भनेदेखि ब्राह्मणवादी विचारलाई चाहिँ नि न्यून रूपमा चाहिँ तिमीले नै पनि सहमत गर, हैन, भित्री रूपमा त्यति साह्रो भन्नु हुँदैन भन्ने कुराहरू चाहिँ सोच। अथवा चाहिँ सक्दैनौ भने पनि ठिक छ, हैन, कराउँछौँ भने पनि कम्तीमा आफूले त्यो ब्राह्मणवादी विचार त्यागिदेऊ, हैन। आफू कम्तीमा एउटा शीर्षस्थ नेता बनेर त मर्न सकिन्छ, हैन, निस्वार्थी नेता भएर त मर्न सकिएला भन्ने कुरोको म यहाँहरूलाई जानकारी गर्दै वास्तवमै निस्वार्थी अथवा चाहिँ एउटा नेतृत्वमा भएको नेतृत्व लिडरसिप क्षमता भएको चाहिँ अहिलेको समयमा चाहिँ डाक्टर थमन बुढा मगरलाई नै देखिन्छ, जो चाहिँ एनआरएन सङ्गठनका प्रेसिडेन्ट हुनुहुन्छ। र उहाँलाई चाहिँ यसरी नै वास्तवमा सम्पूर्ण नेपाली मूलवासी भूमिपुत्रहरूको चाहिँ, हैन, एउटा न्याय दिलाऊ, हैन, र राम्रो पक्षले चाहिँ गरेर अगाडि बढाऊ, र चाहिँ नि यो चाहिँ देशको जुन एउटा दुःखद जालको भुमरीबाट चाहिँ निकालेर जनतालाई सुख दिने प्रयासहरू गर्नुहोस्, हैन, दिनुहोस् भन्दै मैले यो एउटा आजको लागि मङ्गल नेसनल अर्गनाइजेसनको केही विषयवस्तुहरूको चाहिँ थोरै कुराहरू झिक्दै यहाँहरूलाई चाहिँ नि यो भिडियो मार्फत सकारात्मक एउटा विचार यहाँहरूसम्म पुग्न सकोस् र यहाँहरूले पनि त्यसलाई अध्ययन विश्लेषण गर्न सकुन्
भन्ने हिसाबमा मैले यो भिडियो बनाएको छु। कुनै नकारात्मक असरहरू नपरोस् भन्ने मेरो एउटा चाहना छ र यहाँहरूले पनि नकारात्मक तरिकाले नबुझिदिनु होला, सकारात्मक पक्षले बुझिदिनु होला हैन भन्दै यसमा केही कुराहरू हैन कमी कमजोरी पनि छन्, किनभने चाहिँ नि यहाँ सबै कुरो मैले उठान गरेको छुइनँ। त्यसैले त्यसमा पनि यहाँहरूले चाहिँ नि सुझावहरू दिन सक्नुहुनेछ, सुझावहरू दिनुहोला, जानकारीहरू दिनुहोला। आगामी समयमा फेरि यसरी नै यसका र यस्तै अन्य धेरै कुराहरूको विषयमा चाहिँ व्याख्या विश्लेषण गर्दै अगाडि आउनेछु भन्दै यहाँहरूलाई चाहिँ अहिलेको लागि यति नै भिडियो मार्फत यति नै दिलाउन चाहे भन्दै यहाँहरू माझबाट चाहिँ बिदा हुन चाहन्छु। हवस् त, सबै माझमा नमस्कार। जय मूलवासी, जय मङ्गल।